नमस्कार सम्पूर्णमा फेरि आज बिहानै चारपल्ट फोर्थ टाइमको हार्भेस्टिङ देखाउन गइरहेछु र आज चाहिँ के हुन्छ के भने यसको सिताकी मसरुमको फोर्थ हार्भेस्टिङमा साथै हार्भेस्टिङ भएको देखाउँछु र अनि यसको बेनिफिटहरू के हुन्छ यो सबै हजुरहरूलाई बताउने छु भन्दै यो आज फेरि धेरै समयको अन्तरालमा एउटा फेरि छोटो भिडियो बनाउँदैछु है। ल हेर्नुहोस् है, अब हार्भेस्टिङ रुममा अब फलेको हार्भेस्ट फर्स्टको है, फर्स्ट अब मतलब फोर्थ हार्भेस्ट देखाउँदैछु। यो पालि चाहिँ यस्तो फलेको छ है। अलिक बिहानै भएको कारणले गर्दा अलिक अँध्यारो पनि भयो है। यताबाट त निकै अँध्यारो पो देख्ने रहेछ के हो। आज हार्भेस्ट गरेर पठाउनु पर्ने छ र छिटो उठेर उयो गरेको टिप्नलाई अलिक अँध्यारो भएछ, लाइटसँग गर्नुपर्छ के हो। यो चाहिँ फोर्थ हार्भेस्टिङ सकेर फिफ्थको लागि रेडी हुँदैछ। यो चाहिँ अब तपाईँको 4-5 दिनमा रेडी हुँदैछ है। यो तपाईँहरूलाई हेर्नुहोस् है। धेरै समयपछि भन्दा नि हुन्छ है। यो फेरि एउटा भिडियो अपलोड गर्दैछु है। म छिटै निकाल्नुला भन्थेँ, तर अब काम अब त्यस्तै सेड्युल अलिक टाइट है भएको कारणले गर्दा अब अलिक भ्याइन है। आफ्नो सानो एउटा के भन्नु ड्युटी जाँदै अब बिहान बेलुकाको भरमा है गरेको अब काम है, यस्तै हुन्छ। अब भ्याइँदैन र अब जति सक्दो है अब कोसिस गर्ने छु, अब लगाउने छु भिडियोहरू। अब मेरो अब यो च्याउ विषय मात्रै होइन, अरू पनि थुप्रै छ, तर अब समय नै पाउनु गाह्रो छ है। त्यसले गर्दाखेरि चाहिँ अलिकति भ्याउनु मुस्किल पर्यो र यो च्याउको बेनिफिट भनौँला भन्दै थिएँ है। अब यो अलिक समय त्यस्तै परिरहेछ है, र पनि अब राम्रो छ यो खाँदाखेरि। अब मान्छेलाई धेरैवटा अब बिमारहरूमा हेल्प हुन्छ, जस्तै अब के भन्छ हार्ट मुटु सम्बन्धी अब यस्तोहरूले अब बेसी अब आफ्नो कोलेस्ट्रलहरू घटाउनुको लागि खान्छ प्रायले है। अनि ब्रेन अब मेमोरी पावरहरू जसलाई अब अलिक उयो हुन्छ उहाँहरूले खानुहुन्छ। अनि क्यान्सर पेसेन्टहरूले जस्तै अब क्यान्सरको अब त्यो एउटा सेललाई चाहिँ डेभलप हुनु नदिएर त्यसलाई कन्ट्रोल गर्छ भनौँ। अनि मान्छेको इम्युनिटी पावरलाई एकदमै बढाउने अब यसको क्षमता हुन्छ है। अनि साथै यसको अरू गुणहरू धेरै छ। यसको अब गुणहरू भन्दा त भनि नसक्छ, अब तर पनि अब च्याउ भन्नाले अब सबै च्याउहरू प्रायः जस्तो गुनिलो नै हुन्छ है। तर यदि उयोमा के भन्छ विषालु र अब यता खानुहुने चाहिँ छुटाउनु सक्नु पर्यो है। र त्यो अब त्यस्तो हुन्छ। र अब कति कुराहरू चाहिँ अब बुझेन नि तपाईँहरूले अब यसमा चाहिँ
के भन्नु अहिलेको जमानामा है गुगलतिर सर्च गरेर सिताके मसरुमको बेनिफिट हेऱ्यो भने त हजुरहरूले सबै थाहा पाउनुहुन्छ। यसले अब मान्छेको के भन्छ आफ्नो भित्रको के भन्छ अब नराम्रो के भन्छ नराम्रो उयोहरूलाई चाहिँ टक्सिनहरूलाई चाहिँ अब साफ गर्छ भनौँ न यसले। त्यस्तै अब धेरै धेरै कुराहरू छ है। अब अहिले सबै भन्नु अलिक समय पाइनँ है, र पनि अब ठिकै छ, हजुरहरूले अब खाइदिनु भयो। तर अब यसमा अब टेस्ट गरिदिनु भयो, हजुरहरूले गरिदिँदा मलाई हौसला पनि बढ्नेछ। अनि कि यसो गर्दाखेरि आउने भाइ बहिनीहरूले पनि अब एउटा यस्तो कामहरू गर्यो भने अब र मार्केटिङ पक्रिनु सक्यो भने धेरै राम्रो छ। रिक्स पनि हुन्छ, तर अब रिक्स मोल्नु पऱ्यो। अब के कुरामा चाहिँ अब रिक्स हुँदैन होला र, अब रिक्स छ भनेर गरेन भने त्यसले केही पनि त्यो मान्छे केही पनि गर्न सक्दैन। अब रिक्स अब सक्छु भनेर कोही बेला डुब्नु पनि सक्छ। अब त्यो चाहिँ आफै माथि भर पर्छ है, र पनि कोसिस गर्नुपर्छ सबै कुराहरू है। मान्छेहरू हुन्छ अब यो अब के भन्नु अब धेरै कुराहरू छ। अब यो एउटा यो च्याउ चाहिँ अब फल्ने होइन, अब फलाउने अब प्रविधि छ है। यो अब हजुरले सिकेर गर्नुहोस्। यसको लागि अब ट्रेनिङहरू चाहियो भने पनि अब सम्पर्क राख्न सक्नुहुन्छ। अब मसँग अब टुल्सहरू त छैन, तर पनि अब कतिवटा कुराहरू मसँग जानकारी लिँदाखेरि म हजुरहरूलाई बताइदिने छु। अनि आउने दिनहरूमा चाहिँ अब सबैले गऱ्यो भने अलिक सायद कस्ट पनि यसको दाम पनि कम्ती हुन्छ होला, किनकि अब अहिले सिक्किमभरिमा त्यस्तो बेसी छैन होला। सायद गन्ती गऱ्यो भने 50जना छ कि जस्तो लाग्छ मलाई चाहिँ फार्मर्सहरू। अब यतिजना मान्छे फेरि कोही कहाँ अब कोही नर्थतिर, कोही साउथतिर, कोही कता कोही इस्ट कहाँ छ है। गाउँै छ भने चाहिँ अब जस्तै अब यो सिडहरू लिनु जाँदा गाडीहरू भाडा कम्ती पर्छ, यसको धेरै कुरामा हेल्प हुन्छ। अब धेरै सिड लिँदा अलिकति कम्ती पनि पर्छ है। अनि त्यस कारणले गर्दा चाहिँ अब त्यसमा कम्ती भएको कारण भएपछि यता पनि कस्ट अब प्रोडक्सन ज्यादा निस्किएपछि कस्ट पनि घट्छ, यता हाम्रो खर्च कम्ती पनि लाग्छ है। अनि अहिले टेम्परेचर चाहिँ एकदमै हिउँदो भन्छ, तर दिनमा चाहिँ अब 26, 29सम्म पुग्छ यो मेरो के भन्नु यो हार्भेस्टिङ रुममा चाहिँ है। अब बाहिर त अलिक कम्ती नै छ। अब यो हार्भेस्टिङ रुम त तातै बनाउनु हुन्छ, हिउँदोको लागि बनाएको, र त्यस कारणले गर्दा अब यसलाई मेन्टेन गर्नु अब सुक्खा पनि छ। अहिले 80 हुनुपर्ने अब 70 छ है यो ह्युमिडिटी पनि। त्यसले गर्दा अलिक च्याउहरू पनि राम्रो फस्टाएको छैन है। कोसिस गर्नेछु, अब राम्रो बनाउने छु है भन्दै अब भन्दै हजुरहरूलाई चायमा डिमान्ड गरिदिनु होला। अनि डिमान्ड गरेको त्यस्तै अब तातो चिसो अब यहाँको मौसम हेरेर हजुरहरूले पाउनुहुन्छ। 10 दिन 12 दिन अलिक पछि 15 दिन 20 दिनसम्म लाग्छ होला है। यो तपाईँहरूले चायमा डिमान्ड गरिदिनु होला भन्दै मेरो भिडियोलाई हजुरहरू सबैले लाइक सेयर कमेन्ट गरिदिनु होस् भन्दै मेरो भिडियोलाई यहीँ राख्न चाहन्छु। धन्यवाद।